हामीलाई लाग्छ हामीले प्रकृतिलाई फोहोर दियौं, तर वास्तवमा हामीले आफ्नै भविष्यलाई कुरूप बनाउँदैछौँ। प्रकृति धैर्यवान छ, तर जब यसको सहनशीलता टुट्नेछ, सजाय निकै कडा हुनेछ। आज हामीले फालेको प्लास्टिक भोलि हाम्रै आँसु बनेर फर्किनेछ। प्रकृतिले हिसाब राख्छ र यो हिसाब निकै महँगो हुनेछ। केही दिन अघि हामी बेथानचोक पुगेका थियौँ। मौसम खुल्ला थिएन, टाढाका हिमालहरू प्रष्ट देखिन सकेनन्, तर सूर्योदयदेखि सूर्यास्तसम्म यो ठाउँको सौन्दर्यले भने हामीलाई शान्त रूपमा बाँधिनै रह्यो। समुद्री सतहबाट 3018 मिटरको उचाइमा रहेको बेथानचोक केवल एक भ्यू पोइन्ट मात्र होइन, यस ठाउँको आफ्नै सांस्कृतिक र आध्यात्मिक महत्त्व छ। तर हामीले मन्दिर परिसरमै क्याम्पिङ गरिएको र बाटोदेखि मन्दिरसम्म फोहोर छरिएको दृश्यहरू बग्रेल्ती देख्यौँ। दुःख मौसमले साथ नदिनु थिएन, ठाउँले त बारम्बार आइरहने मार्ग खुल्ला छोडेको छ। दुःख थियो प्रकृति र आस्थाको अवहेलना। गैर जिम्मेवार आन्तरिक पर्यटनले छोडेका ती चिन्हहरू गहिरो निराशा बनेका थिए। यति हुँदाहुँदै पनि आशाका दृश्यहरू पनि यहीँ भेटिए। सूर्योदय हेर्न सबैले आएका, तर हेर्न नपाई निराश हुँदा पनि बिहानभरि फोहोर सङ्कलनमा जुटेका दुई असल आत्माहरू, जीवनका पाठ आफै बोकेका ज्येष्ठ नागरिकहरू, साथै कक्षा 10 मा अध्ययनरत विद्यार्थीहरूको एक समूह पनि भेटियो। प्रकृतिप्रति सचेत, संस्कारयुक्त र जिम्मेवार, अनि साथमा गिटार पनि। गिटारसँगै गीत गाइयो, अनुभव साटियो र त्यो सम्झना योग्य बिदाई। दिनको अन्त्यमा सूर्यास्तले सबै कुरा केही समयका लागि बिर्साइदियो। केवल बेथानचोकको वास्तविक सौन्दर्य मात्र बाँकी रह्यो। यो भ्लग एक दिनको यात्रा हो, बेथानचोकको सौन्दर्य, यसको पीडा र हामी सबैको साझा जिम्मेवारीको कथा। बेथानचोक। यो गाइजहरू ल, आज चाहिँ हाम्रो बेथानचोकको यात्रा हुँदैछ। बेथानचोक यात्रा मित्र निर्मल बोगटीसँग। अब यही सिलसिलामा गोप्रोले चाहिँ गुखाए जस्तै छ। अस्ति भर्खर एउटा गोप्रोको मदरबोर्ड उडेर यतिकै थन्केर बसेको छ। अब अहिले पनि यसमा खै स्टप रेकर्डिङ भनेर भन्दैछ। हेर्दै जाऊँ न के हुँदो रहेछ, के कारण रहेछ, बुझ्दै जाऊँ, हेर्दै जाऊँ। स्टे ट्युन गाइज। यति बेला चाहिँ बिहानको 4 बजेको छ। अहिले म चाहिँ यहाँ बिरनचोक गाडागाडीमा साथीलाई कुर्दैछु। नमस्ते मित्र। यात्रा यो हो नेपाल होइन। बिहानको यो अलिक 4 बजेको यो बिहानीमा फेरि भेट भएको छ धेरै पछि। अब कतै जान्छ आज बवाल ठाउँ। कति बजी हेर भन्ने भइरहेको छ। हामीसँग हेर्नको लागि सबै कुराहरू भित्रै छ होइन। यो फेरि सब खोल्नुपर्छ। अहिले चाहिँ हामी यो फेरि निस्क्यौँ। अब आजको यात्रा वीरेन्द्रचोक टु बेथानचोक। ठ्याक्कै हामी वीरेन्द्रचोकमा छौँ अहिले। बेथानचोक लाग्दैछौँ। बिहानको 4 बजेको छ। ओके, लेट्स गो। देख्यो होइन, तर स्योर स्यालो यार। गुड मर्निङ गाइज। अर्ली मर्निङको बिहानको 6:30 बजिरहेको अवस्था। अहिले हामी यो बेथानचोकको डाँडामा पुग्दैछौँ। समस्या अलिकति, बाइकको समस्या अलि साथी अलि उक्लिँदैछ। ब्लु आवरमा हामी अहिले अब पिसको खोजीमा। यो बाटो बवाल छ। त्यो पनि राम्रो छ नि। अनि यस्तो टाइम पाउँदैथ्यो अनि हजुर बसौँ त। यो ठिक छ त गाइस। केटाले कता ल्याएर थाहा छैन होइन। यो हामी शान्तिको खोजीमा हिँडिरहेको यो दुई अबोध बुढाहरू। हामी अहिले यहाँ ठाउँमा त पुग्न सकेनौँ, गन्तव्यमा जहाँ पुग्न पर्ने। तर पनि यो ठाउँ गन्तव्यभन्दा कम पक्कै छैन। महाभारतको त्यो रेन्ज
अनि अहिले हामी यो बेथानचोक पुग्छौँ, नपुग्ने त पक्कै छैन, हामी पुग्छौँ। तर अहिले चाहिँ गन्तव्य पुग्दा यो सनराइज छुट्छ भन्ने डरले हामी अहिले यो बिचमा अहिले हामी लगभग 6:30 को आसपास बस्दैछ। अब त सक्यो लगभग, हामी लगभग 8-9 बजीसम्म बस्छ होइन। त्यो टाइम बरु बिचबिचमा ग्यापहरू छ, त्यो ग्यापहरू बरु युटिलाइज गरौँला होइन। अहिले चाहिँ रिक्स नलिया, हामीलाई त्यो सनै भक्कै आएको किन चाहिएको यो मैले पहिला पनि यहाँबाट सर्ट एप्रोच गरेको छु कि यो चिज अनि सन आएपछि चिज आउँदैन अनि यो आजको यो चिज। मर्निङ फ्रम बेथानचोक पनौतीको अवस्थित यो बेथानचोकको महत्त्व आफ्नै छ। तर त्यो महत्त्व, ऐतिहासिक महत्त्व भन्दा पनि यो प्राकृतिक महत्त्व जुन छ, यहाँको जुन देखिने जुन नजारा छ त्यो साह्रै नै उत्कृष्ट छ। गर्दैछौँ हामी, काम हुँदैछ, साथी लाग्दैछ आफ्नो हतियारसँग। के छ हतियारको अवस्था? हतियार त अब चिसो हुन्छ होइन, यसलाई कटु लगाइदिनु पर्छ यार। ओहो कटु लगाइदिनु पर्ने अनि ल्यास कटु यसको। यही जब अलिक पछि नै हामी भेट्यौँ, अलि लामो समयको दौरानपछि ठाउँहरू हामी देखाउँछौँ। यो अब अगाडि हामी माथि टपमा एकछिनमा पुग्छौँ। अलि टपभन्दा यो टप र बटमको बिचमा हामी अहिले यो जीवनमा पनि यस्तै टप र बटम, कहिले ठुलो कहिले सानो। बोलु बोलु लाग्यो मलाई भने जस्तो बोलौँ भन्छन् हाम्रो मित्र बिजी अघिदेखि। 1 घन्टा भइसक्यो, यो चिज त गाह्रो, पेसा साह्रै गाह्रो छ यो मनैबाट गर्छु, मेरो आफ्नो यो मनको मेरो प्यासन हो भन्दा मात्रै ठिक रहेछ, नभए त हो 1 घन्टा भइसक्यो चले। अब तर आउने कुरा चाहिँ के हो भन्दाखेरि चाहिँ फेरि त्यो चाहिँ बवाले आउँछ। अनि हाम्रो हिमालहरू खुलिसकेको छ, सूर्योदय मस्त अलिअलि हिमालमा जब परिरहेको छ, अलिअलि खुलिरहेको छ, त्यो हिमालहरू टल्किँदैछन् बिस्तारै सबै यो रेन्जहरू टल्किन्छ अब चाँडै नै। हामी अहिले बिहानको 6:30 बजिरहेको अवस्थामा यो अहिले बेथानचोकको डाँडामा। नमरी स्वर्ग जाने भनेको ठाउँ चाहिँ फेरि नेपालै हो है साथी हो है। तर संरक्षण गर्न हाम्रो बानी छैन, फोरी बानी हामी नेपाली। जताततै फोहोर टन्न घिच्ने, बोकेको सामान फिर्ता नलाने, आफूले ल्याएको खाएको चिज मात्रै, प्लास्टिकहरू मात्रै यहाँबाट हटायो भने पनि धेरै राम्रो हुन्थ्यो यो प्रकृतिलाई होइन। आफू मात्रै सफा बस्छौँ होइन, अरू मतलब भएन, अरू जे पनि गरिदियो आफूलाई मात्रै भयो, सबै आफू। अब अहिले त हामी बाटोमै छौँ, फोहोर देखाएको छैन, त्यो जङ्गलमा छिरेपछि यो फोहोर देखिन्छ नि, अनि विरक्त लाग्छ होइन। टन्न खाने, त्यो फोहोर लानु नहुने कस्तो मानसिकता हो हाम्रो भन्छु कि मैले। अनि 10 किलो लाँदा फेरि उक्लाल्न 10 किलो लान सक्ने, ओह्राल्न 1 पाउ पनि नसक्ने, त्यो यो एउटा के मानसिकता हो होइन। यो किन प्रकृतिले त सबै त हेरेर बस्दैन नि त। अब किन भन्दा यहाँसम्म आउँदा हामीले त्यो रोसीको अभिगत देख्यौँ नि, त्यो खोलाको अभिगत देख्यौँ नि, बाटोको अवस्था के छ होइन। प्रकृतिलाई कसैले पनि त्यो गर्नु सक्छ होइन। मान्छेको नेचर कस्तो हुन थालेछ अहिले भन्दाखेरि अरू कोही बोल्दैनन्, केही बोल्दैनन् भने जे गर्दैन भयो, बोल्दैनन् भने जे गर्दैन, निर्दोष छ नि जे गर्दैन भयो, यसलाई थिचिदिउँ मारिदिउँ। त्यो दाजुभाइ तथा दिदीबहिनीहरू, ल्याएको फोहोर मात्रै तपाईँहरूले फिर्ता लगिदिनुहोस् कि भन्नु भएन। किन यो गाह्रो ठाउँ छ, सजिलो आउनु सजिलो छैन होइन, यहाँबाट फोहोर लानु पनि सजिलो छैन। तर आफूले ल्याएको बोकेको चाहिँ फोहोरहरू चाहिँ तल एउटा चाहिँ सुरक्षित ठाउँमा लगेर चाहिँ फाल्दाखेरि, जहाँनिर चाहिँ तपाईँको चाहिँ गाडीले लगेर त्यो फोहोरलाई चाहिँ व्यवस्थापन गर्नु सक्ने ठाउँमा लग्दाखेरि चाहिँ अलिकति सहज हुन्छ। यो चिज त हाम्रो पुस्तकले हेर्नुपर्ने चिज हो नि त। यो चिज त हामी त पुस्तकलाई हस्तान्तरण गर्नु पर्यो यो चिजहरू होइन। यो चिजले चाहिँ सबैले हेर्न पाउनु पर्यो कि। अहिले हामीले हेरेका छौँ, मोज मस्ती गरेका छौँ, अनि यो बिस्तारै यो सबै ध्वस्त भएर जान्छ होइन। अनि हाम्रो कारणले है फेरि ध्वस्त हुने कारण पनि होइन। यो एकदम यो सानो इस्यु होइन कि। यत्रो यो नेचुरल रिसोर्समा, यत्रो यो जङ्गलमा प्लास्टिक हुनु भनेको चाहिँ यो एकदमै नराम्रो कुरा हो कि। त्यही भएर कृपया आफूले ल्याएको फोहोर चाहिँ आफैले फर्काइदिनु होला कि है। आफूले ल्याएको फोहोर आफैले तल लगेर
अरू तपाईँको लानु सक्नुहुन्छ नि घरमै लगेर तपाईँको फोहोर फाल्ने डस्टबिनमा फालिदिनु होला। यो ठाउँमा फोहोर गर्ने काम चाहिँ नगर्नुहोस्। अति नै छ हो, अति नै कि चौचौको खोल, चिजबलको खोल हो, प्लास्टिक बोतल अरू के भन्ने कि यो हुँदा हुँदा कन्डमको खोल, अहिले त त्यो के भन्छ त्यो 72 घन्टेवालादेखि नि पिल्सको खोल होइन, सबभन्दा बढी त तिनीहरू पनि देखिन थालेछ। उपद्रो क्या जहाँ पनि फेरि एकदम 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 खतम छ कि खतम। यो के बानी भएको भनेर बुझ्दिनँ कि जसले जे गरे पनि हुन्छ, जसले जे गरे पनि हुने हो भने कि केही छ कि मित्र बोल्नुलाई? बोल्नलाई छैन, अहिले आफैमा आउँछ यो अहिले रिस उठिसक्यो, अहिले कसम रिस उठ्यो है। त्यही हो सबैजना अब अलिकति माया गरौँ, माटोलाई माया गरौँ। यही माटोले हो हामीलाई है दिने सबै कुरा। हामी जहाँ छौँ, हामी एटलिस्ट जहाँ छौँ त्यो चिजलाई त हामी कुल्चेर हिँडेको ठाउँलाई एटलिस्ट त्यसलाई त सफा सुग्घर गरौँ न यार। हामीलाई त्यही नै चाहिने हो, हाम्रो लागि नभए पनि हाम्रो पछिको लागि पनि चाहिने होइन र। हामी पछिको लागि चाहिँ केही पनि नछोड्ने। हामी सबै यस्तै जहिले पनि अब आजै खाउँ, आजै मरौँ, आजै रमाइलो गरौँ, सक्यो होइन नि त। पछिको लागि सोच्नुपर्छ सबैले, अनि नेपाल घुम्नुपर्छ। दाजु बेथान चोकको यो बाटोमा उकालो उक्लिँदै क्लच प्लेट गएको अवस्था, फेरि केही न केही त अब क्षति हुनु नै छ, हुनु नै थियो। अनि क्लच प्लेट पनि गइसकेको छ। अब कहाँसम्म पुग्छ हेरौँ। हामी बिस्तारै अगाडि बढ्दैछौँ, लाग्दैछौँ टुप्पासम्ममा। त्यसपछि हामी तपाईँलाई देखाउनेछौँ अद्भुत नजारा। भएको छ हाम्रो यो आज यो ढुङ्गाको बाटोमा हामी यो त पक्कै जित्नेछौँ। ओ माई गड, हाम्रो एक्सपिरियन्स बाइक राइडर हुनुहुन्छ अगाडि, यस्तो बाटोमा पनि एकदम सजिलोसित हामी अगाडि बढ्दैछौँ। ढुङ्गाको बाटो, डेन्जर बाटो हो। ओ माई गड, त्यही माथि ठाडो उकालो। हामी ओर्लिनु पनि अवस्था आउन सक्छ, किन भन्दाखेरि यो ठाडो छ। तर बाइक धेरै राम्रो छ, धेरै पुरानो बाइक आइसक्यो। यो भगवान् खै 7-8 वर्ष भएन, यो 7-8 वर्ष भएन। वाउ, 14 इयर्स गाइज, 14 वर्ष पुरानो बाइकले आज इतिहास रचेको अवस्था। यो पेथानचोकको डाँडो उकालो हामी दुईजना कति आरामले उभिरहेका छौँ। कुरा आउँछ है। अब बाइक बुढो भएको नि पैसा तिर्नुपर्ने ल भयो अब है बुढो गर्ने। अनि तपाईँहरूले के नयाँ बाइक किन्नु भएको हो तपाईँको विचार भन्नु है। अब मसँग पैसा हुनु पऱ्यो नि नयाँ बाइक किन्नलाई पनि। त्यही भने 14 वर्ष पुरानो भयो भने अर्को वर्षबाट 5% बढ्छ अरे कि जति पुरानो भयो त्यति आफूले बढी तिर्नुपर्ने। पर 5-5%ले बढ्छ। मनोप्रगतको यो यस्तै छ देशमा हजुर, गाह्रो छ हजुर, हामीलाई जनतालाई गाह्रो छ। अब त्यो त्यत्रो उकालो गाडीको हिसाब चाहिँ नयाँ अब ठुलो गाह्रो होइन। अब सिध्यो गाडीहरू पनि फर्किने अवस्थामा दाजुहरू हुनुहुन्छ रमाइलो है सल्लाह। गाइजहरू सबैजना रमाइलो गर्नु आउनुभएको छ। रमाइलो गर्ने ठाउँ तपाईँहरू आउनु होला, नेपाल घुम्नु होला, यो नेपालमा हेर्नु होला। बाइकहरू हेरौँ मजाले, हाम्रो यहाँ मस्तको छ यहाँ ठाउँ। साथी हो है, हामी चाहिँ बेथानचोकको माथि अब यहाँसम्म बाइक आउँछ। हामी बिहानको अहिले 8 बजेको छ। हेर्नुहोस् यहाँ भिडहरू, बाइकहरू मजाले आउँदो रहेछ घुम्नलाई। हामी लगभग 2 आवर्सदेखि 2.5 घन्टामा हामी काठमाडौँबाट आउँदो रहेछौँ। हामी लगभग 2.5 घन्टामा हामी मजाले आइपुग्यौँ टपसम्ममा। अनि त्यही हो, फेरि पनि अब मनमा लागेको कुरा भनौँ भन्दा यस्ता चिजहरू प्लास्टिक जन्ने यस्ता फोहोरहरू अब हजुरहरूको अब डिकम्पोज हुने चिजहरू छोडिदिनु समस्या भएन। तर यो यस्ता प्लास्टिक जसले भनेको वातावरणलाई असर बाहेक गर्ने केही पनि होइन। हेर्नुहोस् त, बोक्नु गाह्रो पनि छैन नि। बोकेर ल्याए होइन भने बोकेर भरि ल्याउने अनि खाली लानु नहुने। हेरौँ न यहाँ भने नि प्लास्टिक बाइक केही छैन हजुर। ठिक छ, हामीले भोग्दैछौँ, हामीले भोग्नुपर्छ, भोगिरहेको पनि छौँ। आखिर यो मानव जगतले नै भोग्ने कुरा हो यो। ओके, हामी फेरि भेट्नेछौँ।
के भन्ने केटाहरू यार भन्न मन लाग्छ र केटाहरू एकदम थाकिरहेको छ यहाँ अब सबजना आज सनराइज हेरेर आएको रहेछ राम्रो भयो सनराइज होइन थकान छ सबै अब तल हिँड्ने आज पहिनीहरू केटाहरू यहाँ टोलीहरू पनि छन् हामी चाहिँ जाँदैछौँ बाबु हाम्रो यो हो नेपाल है यो हो नेपाल होइन हुन्छ मजाले गर्नै पर्छ नि यस्तो फोहोर फालिरहेको छ यार अनि यार गर्नुपर्ने यार यस्तो फोहोर फाल्नु भएन नि हो किन केटा हो फोहोर फाल्नै आउने जस्तो गर्नु थाल्यो अरे मान्छेले हेरेर यो बाटो यस्तै बाटो अब खतरामा हाइकिङ हुँदो रहेछ त ठाउँ यस्तो राम्रो छ यार यस्तो ट्रेल पनि यति मजाको छ फोहोर चाहिँ अलिक धेरै नै रहेछ थकित छन् केटाहरू रमाइलो भयो है बवाल ठाउँ रहेछ तिम्रो हुँ बसेको आज बेलुका सनराइज त दामी भयो होला नि यहीँ हाम्रो भाइहरू हिजो आएर बस्नु भएको रहेछ भाइहरू भनिदिउँ त कस्तो लाग्यो ठाउँ यार दामी छ हिँड्न चाहिँ म अलि गाह्रो छ एकदम गाह्रो छ गर्नु गइदियो हाम्रो चाहिँ यो हो नेपाल भन्ने छ है हेर यो हो नेपाल हेर युट्युब टिकटक जहाँ पनि छ त्यसपछि त्यहाँ अरू धेरै भेट्छौँ त्यसपछि अरू हामी ट्राभलिङ थ्याङ्क यू यार चाहियो नि यार गर्नु पऱ्यो नि हामी नेपाल घुम्न आएको मान्छे है हामी नेपाल घुम्नु पऱ्यो हामीले घुम्ने हो नि त होइन नेपाल राम्रो बनाउनु पऱ्यो मेन भनेको फोहोर रहेछ कि यहाँ धेरै हामीलाई मजा नलागेको कुरा छ त्यो भएर अब केटालाई भनिदिउँ न फोहोर नफालौँ सबैजना अब फोहोर लिएर आएर त्यसले फोहोर लिएर जाउँ भनौँ न हो कि न अहिले पछि यो छ करेन्ट गेम खेल्नु पऱ्यो यार के भेटिन्छ भनेर अब करेन्ट भेट्यो अब कुन कम्पनी भेट्यो होला त ए भेट्यो यार यो के भेट्यो यो यो रेडबुलको यो प्लास्टिक भेटिसक्यो ए पानीको बोतल कति हिँड्दैको अघि हामी बाइक राखेको ठाउँबाट लगभग 1-1.5 घन्टाको हिँडाइरहेछ हामी अब लगभग 10% हाम्रो सकेको छ बिचमा एकछिन अब बिट मारौँ भन्दै वीरेन्द्र चोक बेथान चोक आजको यो स्पेसल एपिसोडमा बेथान चोक 4x4 को नगरी दामी ठाउँ अब यहाँ पनि देखिसक्यौँ फोहोरहरू हामीले अब फोहोर कहीँ छुटेको छैन हाम्रो किन प्लास्टिक जन्ने चिजहरूलाई अरू चिजहरू त डिकम्पोज हुने चिजहरू त डिकम्पोज हुन्छ है यो प्लास्टिक जन्ने चिजहरूलाई चाहिँ प्लिज अब कहीँ ठाउँ बाँकी छैन त अनि यो ठाउँ चुचे ढुङ्गा ओके अब यो ठाउँबाट बिट मार्दै हामी लगभग अब 85% कभर गर्न बाँकी नै छ अगाडि लाग्दैछौँ बेथान चोकको त्यो टुप्पाबाट हामी फेरि भेट्नेछौँ गुलिँदैछौँ बाटो सिँढीको बाटो छ तर फेरि समस्या त्यही यति राम्रो ठाउँ तर फेरि फर्काइ भारी भाइ ब्रो आज हामी चाहिँ नारायण थान बेथान चोक होइन कि फोहोरको चाहिँ भ्लग बनाउनु अनेक फोहोर छ फेरि पार्लेजी स्निकर्स अनेक छ अनेक छ भाइ त हाम्रो फोहोर कहाँ छ अरे हाम्रो फोहोर चाहिँ ब्यागमा छ अहिले देखाइदिनु लागि ओके त्यसमा बाटो लागौँ अब बिस्तारै तपाईँहरूले के खाएन भन्दैला फेरि बेथान चोकको यो उकालो झन्डै लडेको यस्तो उकालो छ बिस्तारै हिँड्नु होला हामी पुग्दैछौँ माथि चढ्दैछौँ मुटु अलिक ढकढक बेसरी धड्किरहेको अवस्था पनि भइरहेको छ यो
altitude around 3000 meter को हाइटमा छौँ हामी बेतानचोकमा। त्यसले गर्दा श्वास प्रश्वासमा केही समस्या जस्तो फिल हुँदो रहेछ। बिस्तारै एक्रोमेटाइज गर्दै हिँड्नु होला। हामी पनि बिस्तारै बिस्तारै हिँड्दैछौँ, उकालो लाग्दैछौँ। साथीको सामान फेरि यो राख्ने सिलसिला जारी छ। यहाँ भारी पुग्ने भरिया साह्रै लुगा बढी हुँदै जान्छ। भइसक्यो, गाह्रो भइसक्यो। अनि बाइकमा यही कुरा पुग्दैन। सिसा अलिक खुलेको छैन मौसम पनि। गाजी अलिकति डिजिनेस जुम किन भन्दा फेरि हामी लगभग बुद्ध पार्क 2950 3000 हाइटमा छौँ। अहिले हामी यो सुनापाटी भन्ने ठाउँमा पार्टी छ यहाँ। यो चाहिँ 2900 मिटरमा छौँ। त्यसले गर्दा अलिअलि गाह्रो छ, टाउको दुखे जस्तो फिल पनि भइरहेको छ, नजिया जस्तो। तर पनि हामी हिँड्दैछौँ, हामीलाई रोक्नेवाला छैन केही पनि। 20 मिनट रहेछ यहाँबाट बुद्ध पार्क। लेट्स मुभ अहेड। हिजो 20 मिनट माथि बुद्ध पार्क भन्ने कुरा त्यहाँ बोर्डमा देखियो। अब चाहिँ अलिकति पुगिन लागेको ठाउँमा भन्ने चाहिँ फिल भएको छ। जाउँ, हिँड्दै जाउँ। कहाँ पुगिन्छ अनि हिँड्दा हिँड्दै फेरि नजर परेको छ यही प्लास्टिकका चिजवालहरू, प्लास्टिक जाने चिजहरू जस्ता पनि अगाडि पछाडि दायाँ बायाँ मिल्ने भए यिनीहरू आकाशमा पनि राख्थ्यो होला, यहाँ टङ्गाइ राख्थ्यो होला। प्रकृति पुजारी भएर हामी प्रकृति विनाशकको रूपमा आफैलाई चित्रण गर्दैछौँ जस्तो लाग्छ। यति राम्रो प्रकृतिलाई हामीले बचाउने जुन हाम्रो दायित्व नै हो नि यो। सानो हामीसँग अब यो एउटा सूचना पार्टी हेरौँ के छ। हामी लगभग आधी चरण पार गरिसक्यौँ। बेतानचोकतिर उक्लिँदैछौँ। बेतानचोक नारायण स्थान पर्यटकीय क्षेत्रमा हार्दिक स्वागत गर्दछौँ। 2740 गाई मरेको थुनको खानी खोला तपाईँमा जान्छौँ है। यहाँ देखाए अनुसार यसको के रहेछ त। भक्तिपुरको मल्ल राजाको पालामा आफ्नो राज्यमा सङ्कट उत्पन्न भएको छ। भगवान नारायणलाई सम्झँदा भगवान नारायणले आफू भक्तिपुरबाट दक्षिणतर्फको सबैभन्दा अग्लो स्थानमा विराजमान भएको सन्देश दिए पश्चात मल्ल राजा भगवान नारायणको खोजी गर्दै आउने क्रममा यसै स्थानमा विराजमान भएको पाएपछि यस स्थानको नाम बेथानचोक नारायण स्थान रहन गएको किंवदन्ती छ। हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको आस्था केन्द्रबिन्दुको रूपमा रहेको बेथानचोक नारायण स्थान विशेषतः नयाँ वर्ष, जन्य पूर्णिमा, फागु पूर्णिमा जस्ता महत्त्वपूर्ण दिनहरूमा विशेष मेला लाग्ने गर्छ। आन्तरिक पर्यटकलाई बढावा दिउँ, हाम्रो सम्पदाहरूको संरक्षण गरौँ र सबै नागरिकको परिचय दिउँ भनेको। तर फोहोर फाले छ जहाँ पनि है परिचय दिउँ सबै नागरिकको। आइज यार ठाडो छ उकालो, यो लास्टको यो अन्तिम चरणको उकालो यो ज्यादै नै ठाडो हो तर मजा आइरहेछ। मङ्गलबारको यो दिन बेतानचोकमा हामी टपमा पुग्दैछौँ। टप आउँदैछ लगभग अब 10-15 मिनटमा हामी हाम्रो गन्तव्य पुग्नेछौँ। वास्तवमा उत्कृष्ट ठाउँ, दामी ठाउँ। हामी फेरि माथिबाट फेरि तल बवाल। बेतानचोक फोहोरको डुम्बुले भरिएको यो ठाउँ प्राकृतिक भने धेरै नै स्वर्ग तर फोहोर रेटिङमा यो धेरै नै नराम्रो। जहाँ पनि हामी फोहोर देख्छौँ त्यो राम्रो ठाउँमा। यो चाहिँ हाम्रो 2900 मिटरमा अवस्थित बुद्ध पार्क 2950 रहेछ। बेतानचोक नारायण स्थानमा अवस्थित त्यो बुद्धको प्रतिमा सहितको बुद्ध पार्क। शान्ति छाओस्, शान्ति आओस्, सबको मनमा बुद्ध बसोस्, मनमा तनमा बुद्ध बसोस्। आखिर यही हो
ठाउँको बारे सानो सूचना पाठ्यौँ अनि हामीसँग यो फोहोरका डङ्गुरहरू साह्रै रमाइलो छ द आर्ट अफ ट्रास ए टुप होइन त यहाँबाट एक स्टेप माथि जाने बित्तिकै होइन तर व्यवस्थित तरिकाले एउटा प्लान्ट वेमा हुन्छ नि त्यो गरे हुन्छ जस्तो लाग्छ कि मलाई चाहिँ मान्छे आउँछ बस्छ होइन बस्न इच्छा गर्छ ठिकै छ ल माने कि तर त्यो ठाउँमा भने नि अत्याचारै भयो कि मलाई लागेको कुरा हो अब यहाँको मान्छेले सोच्नुपर्ने कुरा हो होइन हामीले त सोच्यौँ किन यो ठाउँ एकदमै भने नि मैले स्वर्ग हो कि जोगाउनु पऱ्यो यो ठाउँलाई भन्नु खोजेको मात्रै हो फेरि नेपालीहरूको त्यही त हो भेडापन होइन आफ्नै फेरि मै उपाधा छ होइन सबै राजा अब यहाँ भएको राजालाई कसैले माया गर्नु छैन गाई चाहिँ टपिक मोडिएको छ जति जे गरे पनि छुन्छ यो राजनीतिले छुँदो रहेछ जहाँ पनि जे पनि प्लिज यस्ता मैला नयाँ स्या भनेर के हुनेवाला छैन भएको राजालाई चाहिँ कसैले माया गर्नु छैन जसले देश बनाए त्यसलाई हेप्ने जसको बाउ बाजेले देश बनाए हेप्ने अनि यहाँ यस्ता मुला दलालहरूलाई चाहिँ अनि हो ज्यू हजुर महाराज भन्ने छ ठिक छ अब यो यस्तै हुँदै गर्छ हामी जाँदै गर्छौँ अझै हिमाल देखाएको छैन आज हिमाल खुलेको छैन त्यो पर देखिरहेको हामी त्यहाँ पुग्नुपर्छ सायद टप त्यही होला अहिले हामी लगभग अन्तिम अवस्थामा 70-80% हामी पार गरिसक्यौँ हामी टपमा पुग्दैछौँ वीरेन्द्र चोक टु बेथान चोक हाम्रो नयाँ प्रस्तुति लेट्स ट्राभल नेपाल है हामीले नै ट्राभल गर्नुपर्छ अनि ठाउँ सफा राखौँ हामी अब अहिले चाहिँ अब मन्दिर बेतान चोकको यो टपमा 3018 मिटरमा अवस्थित यो मन्दिरमा हामी पुग्दैछौँ हामी उकालो उक्ल्यौँ लगभग 1 घन्टा 1.5 घन्टाको यो उकालो हिँडाइ पछाडि परको त्यो भन्ज्याङबाट हामी आएको हो अनि हिँड्दै गाह्रो छ थकान अल्टिट्युड सबै कुराहरू त्योभन्दा नि सबैभन्दा नमजा चाहिँ जुन यो फोहोरहरू छ साथीले अघिदेखि बारम्बार भन्दै हुनुहुन्छ एउटा प्रसङ्ग त के पनि सुनियो भन्दाखेरि चाहिँ जुन मन्दिरको काठहरू जुन हुन्छ त्यो शुद्ध निकालेर ढोकाहरूको झ्यालहरूको काठ शुद्ध निकालेर पनि आगो बालेर केटाहरूले एउटा कुनै अराजक तत्त्वहरू नै भन्छु म त्यसलाई उनीहरू भनेको नेपाली जनता होइन उनीहरू नेपाली भइकन र अराजक नेपाली जन्तु म भन्छु उनीहरूलाई त्यस्ता मान्छेहरूलाई प्लिज कम्तीमा माया गर्नुहुन्न भने हेला पनि नगर्नुहोस् न हौ ठाउँ हामी पुग्दैछौँ अब देखाउँछु तपाईँलाई माथिको मन्दिर परिसर बेथान चोक नारायण स्टार मन्दिर नाइस
18 मिटर यु आर हियर lovely मन्दिर पौराणिक काल मल्ल राजाको समयमा कुनै समय अतिवृष्टि अन्नवृष्टि केही खडेरी भनौँ त्यसमा त्यो किसिमको हुँदाखेरि नारायणलाई पूजा गर्नुपर्छ भन्दा नारायण कता हुनुहुन्छ त भन्दा नजिकको यो काठमाडौँ उपत्यकाबाट नजिकको यो महाभारत रेन्जमा पर्ने यो बेदनचोकमा छ भनेको भएर नारायण यहाँ आउनुभयो भनेर सबैजना यहाँ त्यही अनुसार पूजा गर्ने गरिन्छ। ल हामी अहिले मन्दिरमा परिसरमा तर अन्तिममा फोहोर चाहिँ यहाँ राम्रोसित व्यवस्थापन भइसकेको छ। त्यही पनि अहिले भर्खरै हाम्रो यहाँको बहिनी उहाँ हुनुहुन्छ, उहाँलाई धेरै धेरै धन्यवाद। राम्रोसित मैले चाहिँ ब्रो यता त्यसमा म भन्छु उहाँलाई चाहिँ अब आइन्दा बादबाट चाहिँ के भन्छु भन्दाखेरि तपाईँले यो अरूको फोहोर सोर्ने कामै नगर्नुहोस्। जसले फोहोर गरेको हो त्यसले लाग्नुपर्छ कि यो होइन, नत्र यो 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 नेपालीको बुद्धि हेरेर चाहिँ बुझ्नुभयो नि यो यस्तो गतिविधि। अब यो फोहोर कसले तल लान्छ ल भन्नुहोस्, ल भन्नुहोस् तपाईँले फोहोर त सोर्नु भयो कि यहाँ झन् कति त्यो मन्दिर भयो कति धेरै थियो खाली खाली। अब यो कसले सोरेर लान्छ ल भन्नुहोस्, यसलाई कसले तल लान्छ? यहाँ पनि पुरै बनाले होइन तपाईँले नगरे आज तपाईँ जस्तो मान्छे आउँदा भोलि त तपाईँ जस्तो मान्छे त नआउला नि। फोहोर फाल्नेले फेरि फालिरहेला, उनीहरूले त के छ र उनीहरूलाई आफ्नो फोहोर आफै लाग्छ, सिम्पल लजिक के है, सिम्पल लजिक। गाई चाहिँ यो चाहिँ एकदम मूल मन्त्रको रूपमा लिने। तपाईँ घुम्दै हुनुहुन्छ, कहीँ जाँदै हुनुहुन्छ, जहाँसुकै जानुहोस्, फोहोर चाहिँ एकदम व्यवस्थापन। तपाईँ खाना लानुहुन्छ, खोल लाने जिल्याउन चाहिँ किन त सक्नुहुन्न यार। यत्रो भारी बोकेर अनि एउटा साब एउटा त्यो खाली भएको प्याकेट लानुपर्छ। ठिक छ, तर आज चाहिँ हाम्रो बहिनीले सह गर्नुभएको रहेछ, नभए एकदम यो अर्कै रूप देखिन्छ भनेर हामी आउँदा आएको है। अलिकति राति बेला फोहोर भने त्यतै रहेछ नि। मलाई चाहिँ सोध्नु उहाँले खास के मनसाले उहाँले किन सह गर्नुभयो त ल हजुरले भनिदिनुहोस् त। सेवा नै धर्म हो। ए मन्दिर चाहिँ यहाँ पुरा एकजना बाजे आउनुभएको थियो होइन, उहाँ चाहिँ त्यो एकदमै तलबाट के रे बाबु त्यो नाम डुङखर्कबाट आउनुभएको रहेछ, बिचरा चप्पल लगाएर सक्स पनि लाउनु भएको थियो। अनि यहाँ सफा गर्नु हिजो आएर राति बस्नु भएको रहेछ कि यहाँ, अनि बिहान पूजा गरेर जानुभयो उहाँ। भेटेको भयो। अनि उहाँले त भित्र चाहिँ गर्नुभएछ, बाहिर चाहिँ पुरै फोहोर क्या जुठै जुठो अनि सबै। प्रायः क्याम्पिङ गर्ने प्रायः यतै यहाँ गर्ने हो क्या। ए बाबा यहाँको लोकल्सको हिसाबले यो क्याम्पिङ गर्ने ठाउँ नै होइन, यो गलत तरिकाले यो प्रचार भइरहेछ कि। मैले अस्ति भर्खर म यो 3-4 दिन मात्रै अगाडि आएको होइन, यहाँको लोकल्सहरूको भनाइको हिसाबले यो एउटा चाहिँ देउता बस्ने ठाउँ हो। यहाँनिर यत्तिको बन्नुमा पुजारीको धेरै ठुलो हात छ अरे। एउटा मान्छे उहाँको को हो मलाई चिन्दिनँ होइन, तर उहाँले यत्तिको बनाउनु भयो भने उहाँले चाहिँ कस्तोसम्म गर्नुभएको थियो अरे यहाँ भन्दाखेरि यहाँ बसेर आलु उब्जाएर त्यसरी खाएर यहाँ भगवान्को सेवा गरेर बस्नु भएको रहेछ कि उहाँ मान्छे है। अनि यहाँ जब यो 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 मलाई जहाँसम्म लाग्छ यो राम्रै यो हाम्रो भ्लगर भनाउँदा साथीभाइहरूले छ नि यसलाई चाहिँ क्याम्पिङ स्पोट भनेर चाहिँ बनाइदियो कि। त्यसको एक्सप्लेनेसन चाहिँ क्याम्पिङ स्पोट भनेर गराइदियो कि होइन, तर यो क्याम्पिङ स्पोट हुँदै होइन कि, यो नारायण थान हो होइन, यसको इतिहास छ होइन, यसको इतिहास छ होइन, यो क्याम्पिङ गर्ने ठाउँ होइन कि। यहाँनिर चाहिँ मैले चाहिँ अस्ति पनि रिक्वेस्ट गरेर उहाँहरूले अब कतिको पहुँच भएको मान्छेको थाहा भएन, यहाँको लोकल भएको हिसाबले मैले चाहिँ सिम्पलमा चाहिँ यहाँ चाहिँ क्याम्पिङ गर्न बन्द गराइदिनुहोस् भनेको हो कि मैले चाहिँ। अनि व्यवस्थापन गरेर अलिकति मुनिको ठाउँतिर क्याम्पिङ मिल्यो क्या। यहाँ भनेको अलिकति हाइक आओस्, हेरोस्, सनराइज त्यो हुनुपर्छ नि त। पवित्र ठाउँ हो नि त यो त। यो पनि यो फेरि क्याम्पिङ स्पोट होइन, यो धर्मशाला। यो यहाँ सुन्नुहोस् है बहिनी, यो अस्ति एक ग्रुप अब को हो होइन, भर्खर बन्या हो यो हेर्नुहोस् है, यो भर्खर यो थिएन, यो भर्खर बनेको। यहाँ तपाईँको राति तपाईँको त्यो बनेको ठाउँको ढोका उखालेर ढोका बालेर आगो तापेर गएछ कि। यस्तो छ राक्षस हो क्या।
यो सुन्दर बेथान चोकको हामी टपमा अहिले मन्दिर परिसरको छेउमा थाहा पाइहाल्नुभयो फोहोर हुने ठाउँमा यो चाहिँ आज चाहिँ हाम्रो बहिनीहरूले आएर चाहिँ बिहानै आएर सरसफाइ गरेको। अहिले त्यस्तो मान्छेहरू पनि भेटिन्छ है अब है हजुवा लाग्छ। फोहोर गर्नेले गरिरहन्छन्, सफा गर्नेहरू पनि हुन्छन्। तर हामी चाहिँ के भन्छौँ भन्दाखेरि चाहिँ सफा गर्नेहरूले प्लिज तपाईँहरू आफ्नो फोहोरमा सफा गर्नुहोस्। यो नेपालीहरूलाई चेताउनै पर्छ। यो तरिकाले कहाँ हुन्छ र हामी अब टपमा पुग्दैछौँ। जाउँ हेरौँ बबाले अब मुनि त्यही बहिनीहरू टपमा अब Guys, we are at the top. बेथान चोकको टपमा हामी यो नेपाल साथमा यो रमणीय यो दृश्य साथीहरू आउनु भएको छ, घुम्दै हुनुहुन्छ। ठाउँ चाहिँ यस्तो छ, यो माथिको यो ठाउँबाट हेर्ने जुन सिन छ वास्तवमै बबाल छ है। अलिअलि लेक लागेको जस्तो फिल पनि हुँदो रहेछ। अनि यतिको ब्रह्मशेष यति हो, बिचमा सानो बेथान चोकको मन्दिर, आफ्नो किम्बदन्ती। अनि त्यो आज अलि नखुलेको यो हिमालहरू थोरै मात्रै देखिएका छन्। खासै जो देखाउन पर्ने खुलेको छैन। प्रदूषण, धुवालो, धुवा, सबै कुराको सम्मिश्रण। हामी अहिले महाभारत रेन्जमा हामी छौँ बेथान चोकमा। आज मङ्गलबारको दिन 29 गते पुस महिना। तदनुसार के हो तिथि त थाहा छैन, तर एकदमै मजाको ठाउँ। बिहान हामी 4 बजे काठमाडौँबाट हिँड्यौँ। एज यु अलरेडी नो हामी आयौँ बाइकमा। हामी लगभग माथिसम्म आएर सनराइज स्पटमा नपुगे पनि केही सनराइज खिच्यौँ। त्यसपछि हामी बिस्तारै हिँड्दै लगभग 45 मिनट्सदेखि 1 आवरको हिँड्नै पर्छ। त्यो नहिँडी उपाय नै छैन। अनि त्यहाँ आइसके पछाडि हामी ठ्याक्कै पुग्ने ठाउँ यो बेथान चोक। अनि यो फोहोरहरू फेरि अघि हामी भने चाहिँ आजको यो एउटा भ्लग, एउटा रमाइलो, एउटा सुरम्य भन्दा नि एउटा दुर्गन्धित भ्लग होला भन्ने पिर भइसकेको छ। यो परिसरमा आउँदाखेरि यो भूमिमा, देवको यो भूमिमा आउँदाखेरि पनि, देउताको ठाउँमा आउँदाखेरि पनि यो फोहोरहरू वास्तवमा यो अव्यवस्थित यो ल्यान्डस्केप साह्रै नराम्रो छ। सायद यो देउता पनि भाग्नु भइसक्यो प्रत्येक ठाउँमा। प्रायः सबैले त्यही भन्नुहुन्छ, देउताहरू भाग्नु भइसक्यो सबै ठाउँमा भनेर। ओके, अब आइदिनु होला प्लिज, देउता आइदिनु होला। देश त फाल्नु भएन नि, देश त जोगाउनु पऱ्यो नि, होइन र? सबै मिलेर। राइट, यो हो नेपाल। रमाइलो गरौँ हिँड्नुपर्छ है सबैजना। नेपाल घुम्नुपर्छ। आहा, हो र? ए हामीसँग 70 वर्षको एकजना बुवा हुनुहुन्छ। पनौतीबाट हिँडिरहनु भएको होइन त आज। 70 वर्षको बुवा। अनि उहाँको साथी पनि यहाँ सँगै हुनुहुन्छ बेथान चोकमा। हजुर कतिचोटि यात्रा भयो बेथान चोकमा? पहिलोचोटि। मेरो पनि पहिलोचोटि हजुर। ल मजा लाग्यो। ल नाइस टु मिट यु हजुर। हामी सबै एकै हौ। म निर्मल हो। म दिगेन्द्र है। हामी सबै एउटै हौ। हामी सबै यो देशको, हामी सबै नेपाली। हामीसँग बुवा हुनुहुन्छ, हामीसँग अघि फुर्तिलो बुवा। 70 वर्ष लगभग हामी पुग्दै हुनुहुन्छ बुवाले। अब केही भन्नुहोस् जीवनको बारेमा, भन्नुहोस् यस्तो यात्राको बारे, हिँडाइको बारे भन्नुहोस्। महिना हिँड्दाखेरि अलिक तागत फुर्तिलो आउँदो रहेछ कि। हजुर। कति सहरको धुलोमा बस्ने
पक्कै छ। हजुर आज के पनौतीबाट आउनुभयो? होइन अस्ति हिजो पनौतीबाट हिँडेर गोमा बस्या बेदान चोक त्यहाँबाट अहिले 850 त्यहाँ हिँडेर आएको। ट्रेकिङ जस्तै भएछ साथी? ट्रेकिङ भने धेरै हिँडेर हजुर बुवा हिँड्नुहुन्छ है? हिँडिरहेछ 3-4 जना ग्रुप छ। अनि के भन्नुहुन्छ त? लामो समय भयो जिन्दगी बिताउनु भइसक्यो, के छ त जीवन के रहेछ त आखिरमा? जीवन अनि के पनि होइन, यो हिँड्ने मेरो खाने हो, त्यो सम्पत्ति लोभ लाभ गर्ने हुन्छ नि कि हिँड्ने खाने बाँच्ने अरूलाई बचाउने सकिन्छ भने सकिन्छ नि बचाउने बस अरूलाई केही नगर्ने जिन्दगी भने यही नै हो। यही रहेछ। ल बुवाको शुभ नाम? मेरो कमल साई। कमल साई। बुवा ल हजुरले चाहिँ यो नेपाल भन्ने एउटा पेज हेर्नु युट्युबमा आउँछ। यो नेपाल भन्यो भने यो हो नेपाल, YO यो एचओ हो NEPL नेपाल भइहाल्यो। त्यो हुने बित्तिकै अनि तपाईँको यो नि हालिदिन्छु म, हेर्नु होला। हामी चाहिँ यसो घुमिरहन्छौँ, यसो फुर्सद भएको बेलामा आफ्नो कामहरू गर्छौँ। एक महिना अगाडि पनि उहाँ गएको हो, फुलचोकी गएको। नाइस। ल फेरि घुमाउला नि, हामी सँगै भेट्नुपर्छ। ल बुवासँग मजा भयो हाम्रो बुवासँग। ल धन्यवाद बुवा। ल हाम्रो कमल बुवालाई। ल यो ठाउँ चाहिँ धेरै राम्रो है। यो त उत्कृष्ट छ। यो हेरौँ है, यो खत्रै छ यार। खत्रै छ यार। गाइस म कहाँ छु? फेरि अर्को ठाउँ, बबाल ठाउँ। लगभग 2.5 घन्टा काठमाडौँबाट बाइकको राइडमा यो उत्कृष्ट ठाउँ। कति भन्नु है, अघिदेखि भने छु बबाल ठाउँमा बस्दैछु म। हेरौँ है, ठाउँ खतरा छ। बेदान चोक। यहाँको समस्या धेरै फोहोर फाले रहेछ। यो फोहोर फाल्ने ठाउँ बनाइएको रहेछ, मजा भएको छैन यो। प्लिज है सबैले यो कुराहरू चाहिँ ख्यालमा राख्नु होला। यो हो नेपाल सजिलो। यो हो नेपाल। अब यो नेपालको अब यहाँ बिस्तारै भइरहेको छ एउटा पब्लिसिटी पनि भन्नु पऱ्यो मान्छेले हेर्नु पऱ्यो, सहयोग गर्नु पऱ्यो। अब नेपालले नै सहयोग गर्नुपर्ने होला नि, होइन र? हामीले पनि देखाउनु पर्ने होला होइन? यो देशलाई विश्व सामु राम्रो कसरी देखाउने भन्ने हामी लाग्दैछौँ। प्लिज सहयोग गर्नु होला। यो ठाउँ यार, यो ठाउँमा त जति हेरे पनि खतरा छ। म 360 हानिदिन्छु यहाँ त यार। गाइज यार खतरा छ यार। माथि त्यो अनि सूर्य, त्यो प्रचण्ड तापको सूर्य, अनि यता म यता तल, अनि त्यसपछि माथि आकाशमा उडेको त्यो सेतो छाला। बेदान चोकको यो रेन्जलाई एकचोटि हेरौँ। माथि यसरी लागेको रहेछ बार, मजाले देख्न सकिन्छ। आज चाहिँ अलिकति खुलेको छैन, नखुलेको भएर हामी त्यति राम्रो देख्न सकिरहेको छैनौँ। तर पनि जति देख्दैछौँ वास्तवमा यो स्वर्ग छ। आश्चर्यचकित छ। अब त्यो ठाउँबाट हेरौँ। सबै साना लाग्ने यो टुप्पो बेदान चोकको हामी हाइटमा, काठमाडौँबाट नजिकको अग्लो डाँडामा रहनु भएको छ। नारायण विष्णु भन्ने जुन मल्लकालीन एउटा किंवदन्ती, त्योसँग जोडिएको एउटा आस्थाको एउटा पवित्र धरोहर यो बेदान चोकबाट। आज हिमाल नखुले पनि के हिमालले देखाइरहेछ आफ्नो जादु। जति देखिएछ यो पनि मन्त्रमुग्ध पार्ने खालकै छ। खै कुन्नी ठिक छ। एक ठाउँमा यो जलिरहेछन्, प्रदूषण बनाइरहेछ। हामी लाग्दैछौँ अगाडि। गोरखनाथ बाबाले रक्षा गरून् सबको।
प्लिज नेपाली यार प्लिज 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 ए यस्तो यस्तो राम्रो ठाउँ बनेको छ यति माथि तर यहाँ यस्तो अवस्था गरेर के गरेको यार यो सुनको थालीमा मागेर बस्ने भने जस्तै साम छ यहाँको अब ढुकै निकालेर बालेको पनि छ है गाई चाहिँ मानसिकता भनेको के हो ए बाबु तिमी सक्दैन भने नआउ के गर्नु बाले बाले सबै बाले भने हेरौँ न यिनीहरू यस्ता अराजकहरू हो नि पराजा गएन यो यसलाई के भन्ने मेरो भाषाले यो मान्छे नै होइन मान्छे नै होइन नेचुरल रिसोर्स यत्तिकै हेरौँ मैले भने नि यत्तिकै त्यो छ होइन नेपालभरि जहाँ गए पनि होइन बुझौँ त होइन अनि मैले ट्राभल गरिरहेको भने जस्तो दुःख लाग्छ नि यस्तो जाँडेहरूलाई रमाइलो गर्ने इन्टरटेनमेन्ट ठाउँ हो होइन के गर्ने भन्यो ट्याक्क 2 क्वार्टर बोक फुल बोक भन्यो हिँड्यो रक्सीले दिउन्जेल बस्छ नि रक्सीले दिन छोडिसक्यो आफूसँग ल्याएको आफैले फिर्ता हेर्छौँ है त्यही भाइहरू यहाँ चलिरहेको छ है यहाँ टेन्ट पुरै क्याम्पिङ आज मस्ती गर्नुपर्छ नमस्कार ल भन न त नाम भन न यार आफ्नो परिचय दियो यार हाई म राघव हाई म पर्छु कहाँबाट आयो यार केटाहरू यार हामी पनौती ए के छ त योजना आज तिमीहरू आज बस्ने प्लान गरे हो त आज अब पुरै रमाइलो यस्तो साथीभाइहरू छ हल्का फुल्का यो भाइ खतरा रहेछ यार यो भाइको इन्टरभ्यू लिनु पर्ला जस्तो यार यो भाइरल बनाउनु पर्ला जस्तो भाइलाई यो भाइलाई भाइरल बनाउनु पर्ला जस्तो बाहिरबाट मेन हाम्रो चाहिँ के छ भन्दा भाइहरूसँग हामी यो पुस्ता यो देशको भविष्य यिनीहरू नै हो यो देश जोगाउने भने यिनीहरूको लागि हो हामीले है नमस्ते गाइज ल यो हो नेपाल है गाइज हामी यो नेपालमा सबलाई भन्ने हामी नेपाल यो हो नेपाल यो हो नेपाल यस ल भन त भाइ तिमीहरूले केटाहरूलाई के सिकाइदियो भन्दा फेरि अब क्याम्पिङ गर्दा कसरी गर्ने त तिमीहरूको आइडिया दिऊ के दिऊ सजेसन अब हामी पनि बिगिनरै हो होइन हामी फर्स्ट टाइम हो ठिक छ यो असमानी हुनसक्छ काइन्ड अफ होइन यो चाहिँ हामी पनि अस्ति भर्खर सिक्या हो त्यही केटाहरूले के भनिदिनु पऱ्यो भन्दाखेरि चाहिँ अब त्यो आउनु फोहोर नगर्नु भन्नु पऱ्यो कि हो अब यस्तो माथि हाइटमा आएपछि एउटा रमाइलो गर्ने आफ्नो ठाउँमा हो तर पढ्नै भन्नु त कुन रे यो हो नेपाल नेपाल यो हो नेपाल ए युट्युबमा कि केमा युट्युबमा भाइरल तिमीले भाइरल बनाउनु पर्ने हामीलाई अब हामी त अब सुरु गर्दैछौँ अब तिमीले भाइरल गर्ने वाउ भेरी नाइस तपाईँहरू चाहिँ कहिले आउनुभयो बिहानै बिहान आएको बाबु हामी बिहान आएर अब हामी निस्किन्छौँ अब तिमीहरूलाई छोडेर निस्किन्छौँ यो ठाउँमा केटा काम गरेर फेरि यो त एक्लै सुतिरहेको रहेछ ए निकाल्नु पऱ्यो कि अब म त्यो पर्फ्युम हाल्दैन बलिहाल्छ नि हो र ओहो धेरै नहाल एक सर्टले हुनु पर्ने अलि बलेपछि हाल पेट्रोल भएर घरमै बन्थ्यो कहाँ ल्याउनु त बाइक छ पर बाइकमा छ त्यहाँसम्म हिँडेर आउँदा बेलुका भइहाल्छ हेभी होइन हालेकोबाट आइसक्यो नि बचाउन आइसक्यो भनेर तर भिडियोग्राफीको लागि तर आउँदैन। अस्ति राम्रो लाग्छ। सजौला तिमीलाई बिरतीका भाका गुनगुनाउँदै बन्द आँखाका सपनी पनि तिम्रै आकृति दिन्छ बदलिरहने यो
तर मलाई बुझाउँदै कस्तो खतरा सुर तपाईँको भएलाई मिल्ने कहानी म सुनाउँदैछु सुन ल सुरु ल फर्की फर्की नयाँ आउँछ वेदना भरि गीत गुनगुनाउँदैछु पहिलो बन्ने होडमा टुटे सारा सास नसकिन मैले यहाँ इच्छाहरू सारा गुम्साइ हिँडे सफलता सुन्न सार्दै काँडा पन्साउँदै हिँडे पुग्नु पर्ने त्यो गन्तव्य पाइला जति चाल्छु खुट्टा तान्नेहरू धेरै धेरै यहाँ आफ्नै मात्र देख्छु मान्छे चिन्ने कसलाई चिन्नै छाडिसके आफैलाई चुन्ने हुने रहेछ आफैलाई चिने हुने रहेछ छियो चर्चामा नै सबै व्यस्त देख्छु तर मलाई बाल म स्वर्गको फिलिङ्गो छुन चाहन्छु मलाई महको माखा हुनु छैन म समुद्रको ज्वार भाटा छेक्न चाहन्छु मलाई आँसुको सागरमा डुब्नु छैन सकियो एउटा प्रश्न दोहोरिन्छ मेरो मनमा सधैँ सधैँ एउटा प्रश्न दोहोरिन्छ अनि सोध्दछ त्यसले उल्टो मलाई अनि सोध्दछ त्यसले उल्टो मलाई फेरि फेरि अब भेट हाम्रो हुने कि नहुने हो मिल्दैन कसैको कहिले पनि मिल्दैन रसुरहरू कसैको जहिले पनि कसैको कस्तो कस्तो कसैको कस्तो कस्तो मिल्दैन चोकको आजको हामी मुगुदे तर्खरमा यो बेथान चोक मन्दिरको यो प्राङ्गणमा हामी अहिले यहाँ भाइहरूसँग ल ल त हामी भेट्छौँ हामी चाहिँ त्यो किन त्यो आवाजको लागि पनि हामी भेट्थ्यौँ आवाजको लागि भेट्छौँ हामी है गुन्जिलो बाबा ल बाबु ल मोबाइल हेर्दो रहेछ यार ए त्यो त पाइयो कल गरेर मोबाइलै हेर्नु पर्छ ल बाबु ल है त ल भेटौँ होला नि कुनै दिन फेरि हस् ल थ्याङ्क यू ल बाबाई सुन्दर यो अब हाम्रो बेथान चोकलाई छोडेर बाहिरलाई पनि बाबा बाबा आइज ल ल सनसेट हेर्नु मजाले दामी छ हामीले त हेऱ्यौँ हिजो हामी फर्किँदैछौँ अब लगभग हामी अब त्यो परको भन्ज्याङमा पुग्नु छ हामीलाई हामी लगभग अब 1-1.5 घन्टाको हाम्रो अब हिँडाइ हुनेछ हामी बिचमा बस्छौँ कतै सनसेटको लागि यहाँ अलिकति भिडहरू भयो धेरै यहाँ चाहिँ हामी फेरि आउनेछ रमाइलो भयो वास्तवमा भन्ने हो नि यो बेथान चोक चाहिँ कामको हिसाबले के पायो नआएको ठाउँमा छ तर धेरै चिज पायौँ धेरै मान्छेहरूसँग अन्तर्क्रिया गऱ्यौँ हामीले राम्रो राम्रो मान्छेहरूसँग भेट्यौँ राम्रो राम्रो बाबुहरू जुन भविष्य देशको
भविष्य राम्रो छ है भन्ने किसिमको एउटा सिग्नल पायौँ पनि त्यो बाबुहरूको देखेर उनीहरूको संस्कार जुन छ। अनि हामीले त्यो सँगसँगै हामीले एकजना मिठो स्वरको धनी हाम्रो म्याम एकजना श्रेया म्याम हुनुहुन्छ, बच्चाहरूलाई पढाउनुहुन्छ, राम्रो टिचर हुनुहुन्छ उहाँको हामीले गाना पनि सुन्यौँ, तपाईँले नि सुनिहाल्नुभयो। ठिक छ, अब बेथान्चोकको यो अविस्मरणीय यो सम्झनाहरू मनमा सधैँ नै अब ताजा भइ नै रहनेछन्। अब हामी लाग्यौँ। म कहाँ छु? म बवाल ठाउँमा छु। सूर्यास्त हुँदै गरेको अवस्था, बिस्तारै सनराइज बिहान अब थाहा हेरिहाल्यौँ। अब 4 बजेको छ, अब 1 मिनट घन्टामा डुब्दैछ तल। हामी त छाडै ओह्रालो ओर्लिन्छ नि है, ठ्याक्कै सिधै यही पोइन्टमै पर्छ। सनसेट यही पोइन्टमै पर्ने हो कि यो ठाउँमा बस्दिउँ नि त। यहाँ बस्ने के छ यो स्पट? यो ठिक होला जस्तो लाग्छ स्पट। गाइज यार, यो अनि त नेपाल यार, कसरी नेपाल यार। अब ऊ त्यो जुन रेज आइरहेछ नि, यति लाइन आइरहेछ नि, यतिमै हो कि त्यो सन जाने। यतिमै रेज आयो भनौँ न, एक लेभलको यो त यार कहाँबाट आयो होइन। यहाँ भने नि संसार यो भन्दा त संसारै छैन जस्तो लागिसक्यो भने नभेट्ने। गाइज यार, देखेनौँ भनेर पनि हामीले अब अन्तिममा बवाल देखिसक्यौँ नि, होइन त? गाइज यो अद्भुत नजारा बवाल छ है, बवाल छ। यो समय अहिले 8 बज्दैछ। बेथान्चोकबाट हामी तल झरेर फेरि पनि त्यही माया र त्यही सौगातपूर्ण त्यही हो सधैँ चाहिँ। अघि बिहानभरि हामी फोहोर किन फाल्यो भनेर हामी कुरा गर्दै गयौँ, अहिले चाहिँ त्यही है अन्तिममा भन्ने माया फर्किन्छ, घृणा फैलिन्छ। माया बाँडौँ है, माया बाँडौँ, एक्लै अर्कालाई सहयोग गरौँ, यति हो हामीले गर्ने। म हो है फेरि माया भनेर फेरि गो भनेर यहाँ लाग्दैछ यहाँ चिजबिज नाइस।